हेलो साथीहरू, यहाँलाई स्वागत छ मेरो अर्को इभिनिङ ब्लगमा। आजको हाम्रो यात्रा रहेको थियो लगभग 5 बजेपछि बनेको इभिनिङ वाक। यहीँ नजिकै रहेको पिकनिक स्पोट जहाँ जुन ठाउँलाई चाहिँ सिमखाडा भनिन्छ, यो हाम्रो जाने क्रममा रहेको बाटो। अनि यहीँ हिँड्दा हिँड्दै हामीले स्याउको फोटो पनि क्याप्चर गरेँ। अनि यो घर चाहिँ म फर्स्ट टाइम हेरेको। यहाँ चाहिँ अनाथ बालबालिकाहरू बस्ने गर्दछन्। अनि यहाँ नजिकै हामीले धाराबाट आएपछि म्यामले चाहिँ पानी भर्दै हुनुहुन्छ। अनि यात्राको क्रममा हामीले खिचेका राम्रो फोटोहरू र यो भ्यू तपाईँ हेर्न सक्नुहुन्छ। यस्तो राम्रो छ, जुन चाहिँ हामी जति जति माथि जाँदै गर्छ त्यति राम्रो भ्यू आउँदै गर्छ। यो रहेको छ जुम्ला बजार। अनि यहाँ हरियो यो फाँट देखेको चाहिँ मार्सी धान, जुन चाहिँ जुम्लामा मात्र फल्ने गर्दछ र हेल्थको लागि पनि एकदम राम्रो भ्यू देखिएको टपमा पुग्दा। र यसै गर्दा सनसेट भइसकेको थियो। यसरी चाहिँ रमाइलो गर्दै हामी घर फर्क्यौँ।